हेलो साथीहरू, गुड मर्निङ। आफिया मेरो चाहिँ दिन सुरु भइसकेको छ। यो बिहानीको समयमा चाहिँ म चाहिँ आफियालाई डाइरेक्ट किचनमै ल्याउँछु। यहाँ चाहिँ आगो चढा चाहिँ तातो हुन्छ नि त। अनि किचनमा आइसकेको छ। किन आएको भन्दा चाहिँ आफियालाई चाहिँ सिमल तरुल मनपर्छ नि त। सिमल तरुल चाहिँ तल सिरताङबाट दाजुले ल्याउनु भएको रहेछ हो। अनि त्यो चाहिँ आफियालाई सेकाएर पानीसँग खुवाउँछु नि त। अलिक भए पनि अघाउँछ। अनि आफियाको दादालाई चाहिँ भिडियो गर्न लाएर हो, कस्तो भिडियो आउँदैछ भन्दै म चाहिँ सोध्दै आफियालाई तरुल र पानी खुवाउँदै थिएँ हो। अनि आफिया र उसको दादालाई राखेँ अनि मैले भिडियो गरेँ हो। भिडियो गरेँ अनि चुल्हामा चाहिँ दुध पनि पाक्दैछ नि त। दुध उम्लिजान्छ अचानक हो, नहेर्दाखेरि नै उम्लेर जान्छ नि त। अनि हेर्दै हाम्रो दिन चाहिँ यसरी बित्छ हो। अनि दिनमा चाहिँ लुगा धुने काम हुन्छ। मेरो चाहिँ लुगा धुनुपर्ने हुन्छ। आफियाको लुगा छ हो, 2 बकेट। मम्मीको पनि रहेछ अलिकति हो, बाबाको पनि ठिकै छ अलिकति हो। अब यो लुगालाई चाहिँ म धुन्छु। मम्मी र बाबाको चाहिँ म कहिले पनि लुगा धुँदिनँ नि त, बेला बेला मात्रै धुन्छु हो। मम्मीले आफै धुनुहुन्छ, बाबाले पनि आफै धुनुहुन्छ नि त। आज चाहिँ ठिकै रहेछ हो। मम्मी र बाबाको अलिअलि रहेछ, त्यो पनि पखालिदिन्छु भन्दै मैले चाहिँ भिडियो गर्दै हो। भिडियो गरेर स्टार्ट गरेर राखेर चाहिँ लुगा धुनु सुरु गरेको थिएँ। अनि लुगा धुई हो। आफियाको त 2 बकेट चाहिँ अलिक टाइम लाग्छ नि त। ठिकै आज चाहिँ हाम्रोमा पानी पनि मरिरहेको थियो हो ट्यापमा। अनि पानी चाहिँ परबाट चाहिँ अर्को ट्याङ्कीबाट चाहिँ दाजुले जोडिदिनु भएको रहेछ बिहानै। अनि त्यो पानी हुँदाखेरि अनि बाहिर घाम लागेको देख्दा चाहिँ हतार लुगा धुएर सुकाउनु मन लाग्छ हो। अनि घाम गयो भने त लुगा सुक्दैन नि त। अनि सोच्दै म चाहिँ लुगा धुँदै थिएँ हो। यो चाहिँ आफियाको ब्ल्याङ्केट चाहिँ अलिक साह्रो पर्छ हो। बुढा हुँदा त बुढाले हेल्प गरिहाल्छ नि त, लुगाहरू धुनु उयो गर्नु सबै गर्नु त हेल्प गरिहाल्छ नि त, बुढा ड्युटीमा भएको कारणले गर्दा हो। अनि लुगा धुइसकेर चाहिँ म टेरेसतिर गएँ। टेरेसमा चाहिँ मम्मी र बाबा हेर्नुहोस् त गाइस, कति मिलिमिली गर्नु हुँदो रहेछ, गुन्द्रुक लाउनु हुँदो रहेछ हो मम्मी र बाबा चाहिँ। अनि म टेरेसमा चाहिँ किन गएको भन्दा चाहिँ अब बेलुकाको सब्जी पनि त रेडी गर्नुपर्छ नि त। अनि म चाहिँ रेडी मात्रै गर्छु, बनाउँदिनँ। बेला बेला बनाउँछु, बेला बेला मात्रै बनाउँछु नि त। रेडी गर्नुलाई मम्मीलाई के सब्जी खानु भनेर सोध्नुलाई गएको थिएँ हो। अनि सोधेर तल झरेर किचनमा झरेर चाहिँ चुल्हा पोत्नु थियो, चुल्हा पोतेँ हो। अनि यो भुइँ पनि अलिक मैला थियो नि त, भुइँलाई लिपेँ हो। यो सबै काम चाहिँ मैले कहिले पनि गरेको थिइनँ नि त, बिहा गरेर आएर मात्रै गरेको हो। साथीहरू बिहा गरेपछि चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी पनि बढ्दो रहेछ। हेर्नुहोस् त, मैले चुल्हा लिपेँ हो, भुइँ पनि लिपेँ। अनि लिपिसकेर चाहिँ आगो बालेँ हो। अनि सब्जी रेडी गरेँ। आजको भिडियो यति नै छ साथीहरू।